उनलाई त एक प्रकारले अँगालो हालेर सुदन गुरुङले लिएर आयो। ऊ त किताब बेच्दै सडकबाट उठाएर लिएर आएको हो भने त्यो। अनि मलाई लाग्दैन कि अब कोही गयो जस्तो सञ्चार मन्त्री योङ छ, बबुल गुप्ता योङ छ, अब यिनीहरूले चाहिँ के भने अहिलेको यो परिवर्तित उसमा उनीहरू जेन्जी टाइपको भएको हुनाले अब तिनीहरूले चुनावमा जान पाउँदैनन् भन्ने मलाई त त्यो त लाग्दैन। र खासमा भन्ने हो भने दोष लाउनुहुन्छ भने मलाई दोष लाउनुहोस्, उनीहरूलाई दोष नलाउनुहोस्। किनभने मैले त्यतिखेर सरकार बनाउनैको लागि पनि वर्ड्स दिएको थियो कि तिमीहरू जुन दिन कुलमानजीलाई पनि भनेको थियो जुन दिन तपाईँहरू जाने हो त्यो दिन चाहिँ म बकायदा तपाईँहरूलाई चाहिँ बिदाई चाहिँ म गर्छु, तपाईँहरू जानुहोस् आरामसँग चुनाव लड्नुहोस् भनेर चाहिँ मैले भने पनि हो। त्यस कारण मलाई लाग्दैन कि उनीहरूले चाहिँ बेइमानी गरे, यो गरे, पोलिटिकल ऊ गरे भन्ने त खासमा त्यो भन्नु बेकार छ। उनीहरूको लाइफ छ, उनीहरूको आफ्नो जीवन हो, उनीहरूको आफ्नो उमेर छ, राजनीतिमा जान सक्ने उनीहरूको संस्कार छ। त्यस कारण तिनलाई त्यसरी गए भन्दैमा मैले यहाँहरूलाई खुलाइदिएँ कि मैले नै वचन दिएको हो।